फाइनली बेंगलोर जान निक्ल्यौँ म पनि र सबैजना बस्नु माघ फागुन नरुनु तिमीहरू कोही पनि माघ फागुन बेंगलोर हिँडेको म र गाइस अहिले चाहिँ हामी जान निक्लेको बेंगलोर र यता छन् पंकज कसैलाई पनि नभन्दै म बेंगलोर जान निक्लेको अहिले सबै ठिक परिसक्यो अब स्टेसन जान्छु स्टेसन गएर डाइरेक्ट देखाउँछु म तपाईहरुले अनि बेंगलोर हिँडेको म माघ फागुन ड्रेस यता आएर ड्रेस सबै थोक लगाइसकेको छ अब कपडा देखाउँदैछु र यता चाहिँ मैले सबै त खाली सकेको छु यहाँ र यो अब चेन लगाउने अनि त्यसको पछि निक्लेर जाने र गाइस म चाहिँ निक्लेको बेंगलोर अहिले रातिको कति बजेको छ भन्दा कति बजे राति कति बजे 9:30 बज्दा 9:30 बज्न आँट्यो भने म देखाउँदैछु कति बजे अहिले 9 यहाँ भइसकेको छ 9:13 र अहिले हामी दुईजना जान निक्लेका बेंगलोर र तपाईहरुलाई म किन जान निक्लेका स्टेसनदेखि पुग्छु अनि स्टेसन पुगेर म भन्दैछु बाई 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 आसाम माघ फागुन बाई बाई आसाम धर्नु धर्नु भिडियो एउटा बनाउनु नि हाल्न आउँछ बेंगलोर हिँडेको त्यसरी भाइ बेंगलोर कहाँनिर हिँड्दै आउँछ र गाइस अहिले चाहिँ हामी जान निक्लेको बेंगलोर र यता छन् पंकज यता छु म र यो बेग छ यत्रो हेर्न सक्नुहुन्छ धर्नु परेको छ हौ बेग दिनु अब र गाइस हिँडेको म बेंगलोर माघ फागुन फुट्दै फुट्दैन नफुट्ने जग्गा अहिले चाहिँ हामी हारमती स्टेसनमा र ट्रेन छ 12 बजेको र अहिले हामी यहाँ आइपुग्यौँ र बेग हेर्न सक्नुहुन्छ कत्रो छ के हुन्छ देखा जान्छ अब हेरौँ माघ फागुन बेंगलोर हिँडेको म र हामीलाई छोड्न आएका छन् यता सबैजना है जै नहोस् हामी जान आँटेका बहुत दिन बादमा अब र गाइस फाइनली हामी स्टेसन आइपुगेका छौँ र अहिलेसम्म ट्रेन चाहिँ आएको छैन यहाँबाट र गाइस हामी चाहिँ बेंगलोर जान आँटेका होइन म र पंकज र पंकजहरूको मम्मीहरू र यहाँ गाउँका अरू आन्टीहरू सबैजना जाँदैछन् वृन्दावन र हामी छोड्न आएका छौँ र 11 साढे 11 12 बजेको ट्रेन छ र बोतल पनि खतरा गरिरहेको छ अहिले र यता हुनुहुन्छ यता जानुभयो फर्स्ट टाइम जानुभएको तपाईँ वृन्दावन हजुर फर्स्ट टाइम एक्सपिरियन्स हजुर राम्रै भन्नु नि त फर्स्ट टाइम गयो कि वृन्दावन सबैजना हाम्रो फ्यामिली मिलेर अब भागवत लगाउनु भइरहेछ मेरो देवरले त्यही भागवत सुन्नु गएका राधे 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 र यता दिदी आउनुभयो छ छोड्नु म चाहिँ अहिले हामीहरूको विशाल भाइसँग हेल्प लिएर मेरो मम्मीलाई छोड्न आएकी छु हेल्प पनि हेल्प धर त्यस्तै धर म ज्याकेट देखाउँछु होइन म ज्याकेट देखाउन आँटेको एउटा दुईवटा तीनवटा ज्याकेट लगाएर आएका छौँ हामी के अहिले राति